व्हाट्सअप एभ्रीबडी सबैजना ठिक छ होला हैन। अनि फेरि पनि म बोल्दैछु है। अनि अलिकति बोल्न मन लाग्यो धेरै पछि हैन। कलेजमा भइरहेको गुण्डागर्दी हैन, आराज काम तोडफोड गर्ने नेताहरूमाथि चाहिँ चाँडोभन्दा चाँडो कारबाही गर्नु पर्यो। अनि विद्यार्थीको हक हितको लागि चाहिँ गरे हैन त्यो हैन। अनि विद्यार्थीको कुरो पनि सुन्या छैन के है, सुन्या छैन। अनि त्यही गुण्डागर्दी धेरै बेसी भएको छ कलेजमा है। अनि त्यसको लागि चाहिँ त्यो चाँडोभन्दा चाँडो सल्भ गर्नु पर्यो। अनि विद्यार्थीहरूको लागि चाहिँ केही गरे हैन हैन। अनि विद्यार्थीले अलि पढ्ने वातावरण मिलाइदिनु पर्यो है। यदि पढ्ने वातावरण मिलाइदियो भने विद्यार्थीहरूको अलिकति हुन्छ नि त, हात अलिकति बढाउनै पर्ने हुन्छ अलिकति हैन। अनि त्यही अनुसार चल्छ है। अनि त्यही हो क्या। अनि धेरै अब राजनीति मात्रै भयो है कलेजमा नि है। अनि सबैजनालाई यो चाहिँ मेरो ध्यानाकर्षण भनौँ, यो चाहिँ मेरो आफ्नै पर्सनल हैन। अनि त्यही हो क्या, सबैजनाले चाहिँ अब यसो त्यो कुराहरूलाई चाहिँ सल्भ गरिदिनु पर्यो है। विद्यार्थीहरूको मागलाई पनि सुनिदिनु पर्यो है। अब कति अब त्यो नेताहरूको मात्रै सुनिरहेको छ है कलेजको अब प्रशासन यताउतिले। अनि त्यही हो है, सबैजनाको गरिदिनु पर्यो। विद्यार्थीहरूलाई पनि अब पढ्ने वातावरण मिलाइदिनु पर्यो है।